सिम्टम्स देखिरहेको छ, साँप जस्तो होइन, टक्कै हो देख्नु भइरहेको छ हो। यहाँनिर चाहिँ तपाईँको गौरी शङ्खको के अरे छाप छ अरे भनेर भन्थ्यो क्या। सेवासेवानी नमस्ते। आज केल्भिन दाससँग यसरी फोटो लिँदै भिडियो गर्दै हाम्रो सनराइज होमस्टेबाट हाम्रो केल्भिन दा आउनुभएको थियो र आज हामी चाहिँ हाटेढुङ्गा पकुटार भएर जाँदैछौँ। यसरी नै तपाईँहरूलाई आज हाटेढुङ्गा तर्फ यात्राहरू देखाउँदै लानेछौँ र हाम्रो केल्भिन दा चाहिँ रेडी भएर निस्कनु लागिसकेको छ। साथै हाम्रो केल्भिन दालाई घुमाउनुको लागि लगेको हो होइन। बिन्दाले फोटो सुट गर्दैछ नि त यहाँ होइन। यहाँ चाहिँ आफ्नो आफ्नो फोटो लिँदैछ होइन। ल एल्भिन दाहरू होइन हाम्रो केटाहरू आइसकेको छ। यहाँ चाहिँ टक्कै होइन विवश ब्रो आइपुगेको छ होइन र पछाडि चाहिँ यहाँ चाहिँ एल्भिन दा होइन। केटाहरूको पछाडि पछाडि हो हाम्रो फोर होइन। हाम्रो दाले चाहिँ फर्स्ट टाइम राइड गरेको अरे त अप्ठ्यारो बाटोमा। लाइफमा फर्स्ट टाइम यो फर्डरको बाटो पनि हाम्रो दाहरू हिँडेको होइन। हाम्रो केल्भिन दा जाँदैछ है र पछाडि केटाहरू राइड गर्दैछ अहिले हाम्रो यहाँनिर हाम्रो भ्लगर दा है। अनि हाम्रो R115 को भ्लगर दा हाम्रो उहाँ पनि यसरी बिस्तारै आरामसे आउँदैछ। फर्स्ट टाइम अफ रोडिङ गरेको अरे है यो बाटो चाहिँ। भयो भयो ल गाइस अब चाहिँ हामी यहाँबाट होइन निस्केको भेनाको घरबाट सिक्सिन सिक्किम पनि पुग्छ। ल ल ल साथी सबै ब्लगर मेरो पनि हुनुपर्छ नि। आइपुगेछ त अन्त ये परफॉर्मेंस ये मैंने तो सुना था नहीं किया था। ल कडाहरू आफ्नो आफ्नो छ। केल्भिन दा आफ्नो भ्लगमा छ होइन। हामी चाहिँ जङ्गलको बाटो यात्रामा पैदल चालिरहेको छौँ होइन।
भ्लग गर्दै टाइम पास गर्दै हेर्दै गर्नु होला के कस्तो लाग्छ है कमेन्ट बक्समा कमेन्ट गर्दै गर्नु होला। हम लोग ना अभी हाथीढुंगा पहुंचने वाला हूँ। रास्ता बहुत दिक्कत तो नहीं है, जंगल में थोड़ा खराब भी नहीं है, लेकिन अभी हम इधर बस्ती का हूँ इसलिए हम जल्दी आ गए हैं। हमारा भैया भी आ रहे हो, वो भैया भी ब्लॉगर ही है। हाम्रो भान्जो पनि आइपुग्दैछ हैन। केटाहरु चाहिँ यो फेरि एउटा पडाउ हो नि अब। चारजना भइदिँदै गरेको। गर्छौँ म टोटली गौरीशङ्करको बसेको यत्रो बढी जग्गा थियो अरे नि यही कारीलाई है भनेर भन्थ्यो। पहिला पहिला हाम्रो गाउँ बाजेहरू चाहिँ त्यो हात्तीढुङ्गामा आएर नै बाँस चोया बाँस भयो यो बेत बाँसहरू काट्नु आउँथ्यो अरे नि त। पानी झरीतिर यही ओडालतिरै बस्थ्यो अरे हो भनेर अब कथा गर्थ्यो। पछि नै आजको दिनमा आइपुग्दाखेरि चाहिँ मलाई पनि लाग्यो हो रहेछ भन्ने भन्छ होइन। एकदमै डरलाग्दो रहेछ। अब हात्तीढुङ्गा त हात्तीढुङ्गा एकदमै हात्तीढुङ्गा नै यस्तो रहेछ नि त है ठुलो। यहाँनिर चाहिँ मैले योभन्दा पहिला दुई तिन साल अगाडि चाहिँ आएको हो, तर त्यति बेला त्यो टाइममा त अब भिडियोहरू बनाउँथिनँ होइन। तर अब धेरै वर्ष बाद आउँदाखेरि चाहिँ मैले भिडियो बनाएर तपाईँहरूलाई हात्तीढुङ्गा पनि देखाएको छु। र गाइस यहाँ हेर्ने कि अचम्म लाग्ने एउटा कुरा, अचम्म लाग्नु छ एउटा कुरा चाहिँ होइन। यहाँनिर चाहिँ तपाईँहरूले साँप टक्कै गुजुटेर बसेको देख्नुहुन्छ है। एउटा देख्नु टक्कै गुजुटेको देख्नुहुन्छ होइन गाइस। यहाँनिर हेर्नु त साँप गुजुटेला बसेको जस्तै देख्छ यो ढुङ्गाको छापमा चाहिँ। यहाँनिर चाहिँ तपाईँको यहाँ है कि माथि छ टाउको तपाईँको यस्तो यो पुच्छर भएर यस्तो भएर चाहिँ तपाईँको यो चाहिँ टाउको देख्छ है। त्यो तपाईँको टाउको त्यस्तो देख्छ होइन। अचम्म लाग्दो ढुङ्गा छ क्या। अब त्यो कसैले खोपेको पनि होइन, यो चाहिँ अटोमेटिक यसरी बनेर आएको ढुङ्गा हो होइन। देख्नु भइरहेको छ। अनि यो साइड तपाईँको एक प्रकारको कुनै जन्तुहरू बसेको जस्तो खोपेको छ होइन। आजको भ्लगमा चाहिँ हाम्रो भेना पनि ठुलो भेना पनि जोडेको छ है। हाम्रो भेनाले दुःख गरेर यहाँसम्म ल्याइदिएकोमा धेरै धेरै धन्यवाद हाम्रो भेनालाई होइन। तपाईँले माथि हेर्नु न खोपेको र हाम्रो केलबिन्दा अरू भ्लगर्सहरू पनि छ साथमा होइन। उनीहरूको साथमा चाहिँ हामी यसरी भ्लग गर्दै आएको नि त। अचम्मको लाग्दो छ। यहाँनिर चाहिँ अब खोपेको यो ढुङ्गा पुरा खोपेको छ। अब के को साइनिङहरू खोपेको हो क्या। अब अटोमेटिक यो चाहिँ खोपेको होइन गाइस। यहाँनिर देख्दाखेरि तपाईँहरूले कस्तो देख्नु भइरहेको होला, एउटा गौरीशङ्खको चिनारीहरू देख्छ यहाँनिर होइन। जग्गा जग्गा खप खोपेको छ। र यहाँनिर यो माथि देख्दै गरेको चाहिँ यो यहाँनिर देख्दै गरेको चाहिँ यो दुलोभित्र चाहिँ गौरीशङ्ख थियो अरे त। अनि यहाँबाट उडेर गएको अरे नि त, यहाँ चाहिँ बसेको थियो अरे क्या भनेर हाम्रो पुर्खाहरूले भन्थ्यो है। हाम्रो पापाहरूले भन्नुहुन्थ्यो नि त।
यस्तो छ है। यहाँनिर चाहिँ तपाईँको ठुलो ओडाल छ। यहाँनिर चाहिँ सायद मेरो अनुभव अनि मेरो सोचाइमा चाहिँ सायद त्यति बेला हाम्रो बाजेहरू है पानीहरू आउँदाखेरि यो जग्गामा काट्थ्यो होला सायद होइन। यहाँ चाहिँ ठुलो ओडाल रहेछ नि त। यहाँनिर चाहिँ तपाईँको पानी पनि नछिर्दो रहेछ हो। आउन पानी पनि नछिर्दो रहेछ। यहाँनिर चाहिँ यहाँ पर्नुहुन्छ होला। यहाँनिर चाहिँ तपाईँको कम्फर्टेबल खालको बस्ने जग्गा क्या है। कम्फर्टेबल बस्ने जग्गा रहेछ यहाँ चाहिँ। कम्फर्टेबल अब यस्तो ओडाल रहेछ है। सायद तपाईँहरूले देख्नु भएको छ या भएको छैन मलाई त होइन। अनि अब यस्तो जग्गाहरू थिएछ है। अब हुनु पनि अब पानी आयो भने पनि भिज्ने कुरा आएन यहाँनिर हो। त्यही हो अलिकति बाघ भालु चितुवाको चाहिँ डर हुनेछ। र यस्तो ठाउँमा आएर हाम्रो पुर्खा बाजेहरूले दुःख गर्थेछ भनेर मलाई पनि कतिवटा महसुस फिल भयो कि यो जग्गामा आएर बेत है। तपाईँहरूलाई म बेत पनि देखाउनेछु। यहाँनिर चोया बाँस छिलेर डोकोहरू पनि थियो अरे होइन। अनि एकैचोटि त अब ठुल्ठुलो त बोकेर जानु सक्थेन नलौ न। ठुल्ठुलो त बोकेर जानु सक्थेन होइन। अनि त्यही चोयाहरू छिलेर काट्दाखेरि चाहिँ रात पर्थ्यो अरे र बाँस बसेर दिउँसो आउँथ्यो अरे बिहानखेरि भनेर भन्थ्यो बाजेहरूले बोजूहरूले उखान गर्थे। साँच्चै नै हो रहेछ भने चाहिँ मलाई आजको दिनमा यहाँ हात्तीढुङ्गा है नामै हात्तीढुङ्गा र मलाई महसुस भयो कि हो रहेछ यस्तो दुःख थिएछ भन्ने भयो है। र हेर्नु यस्तो डरलाग्दो छ। अब कस्तो कस्तो भूकम्पहरू आयो तर पनि यो ढुङ्गा यत्तिकै नै छ। तर मलाई लाग्छ कि यो जग्गामा कुनै पनि सत्यता छ है। अब हुनु त बाजेहरूले भन्नुहुन्थ्यो पहिला त वन झ्याक्रीहरू बस्थ्यो अरे बेगारा भन्थ्यो। अब हुन त अब खासै हामी चाहिँ विश्वास गर्ने मान्छे हो। विश्वास गर्छौँ हो जस्तो लाग्छ किनकि यहाँनिर अचम्म लाग्दो गुफा छ नि त हो। त्यो भएर देखाउँ यहाँ हेर्नुहोस् है। हात्तीढुङ्गा चाहिँ यो हो है। ओडाल चाहिँ यो भित्रसम्म छ होइन। फाइनल्ली हाम्रो भान्जो पनि यहाँनिर एट्याच भइसकेको छ हो। खै भान्जो सेवन्ने गर न। सेवन्ने मैले चाहिँ यो खुकुरी किन लिएको भन्दाखेरि चाहिँ होइन मलाई बेत पनि चाहिएको थियो नि त। बेत हो अनि कोही बेला पशु प्राणीहरू भेट्ला आक्रमण होला भनेर अब सेफ्टीको लागि गोर्खाहरूको लागि चाहिँ यो मेन हो। र हामी मरद जातिको लागि चाहिँ यो मेन हो। त्यही भएर तपाईँहरूलाई चाहिँ बेत देखाउँदैछु। बेत जतिसुकै बेत चिन्दैन हो तपाईँहरूले बेत पनि चिन्नु सक्नुहुन्छ होइन। म बेत काट्दैछु। बेत चाहिँ यस्तो हुन्छ म चाहिँ बेत काट्नु हुन्छ। बेत काट्दाखेरि बहुत प्रब्लम बनाउँछ। यो चाहिँ बेत हो। यो चाहिँ हाम्रो पुर्खाहरूले चाहिँ यही बेतको नै यो बेत लासेर चोया निकाल्थ्यो होइन। अनि यही बेतको चाहिँ हामी माङ्पाहरूले पनि मुद्दुङमा हामीले वाइकेनहरू ढोलहरू बनाउँदाखेरि यही बेतले कस्नुपर्छ। अनि यसमा यही बेतले नै हामीले गज्जाहरू बनाउनुपर्छ। केर्सो भन्छ है राई भाषामा ढोलेहरूले बजाउने क्या भनेर भन्छ। अनि यसको म चाहिँ चोया लाने हो नि त। अरू पनि काट्छु है। ल है म त अब गोर्खे उडाउनु लागेको हो। अनि चाहिँ सक्यो नि त त्यो बेत काटेको क्या। अलिक छेउमा सुन्दैन खोलाले भन्न। अब चाहिँ बेतको चोया निकाल्नुको लागि बेत छिन्दैछु है। तपाईँहरू हेर्दै होला
हुन त अब डल्लै बोकेर त जानु सक्दैन, त्यत्रो टाढो बाटो हो। सिलिगुडी चाहिँ चोया लानु सक्छ नि त। लौ हामी साथीभाइहरू चाहिँ हाटीढुङ्गा चारेर आएर चाहिँ हामी चाहिँ यहाँ खोलाको किनारमा आएर मेगी अनि वाइ बनाएर खाँदैछौँ नि त। भोक त लाग्छ हो, जोगाड गरेर ल्याएको हो, खाँदैछौँ अब हामी गाइस। हामी चाहिँ फर्किँदै गरेको यात्रा हो। हामी चाहिँ हातीढुङ्गा टोल चालेर यो पाखा भिरहरू डल्लै चारेर होइन, यो जङ्गल डल्लै चारेर चाहिँ हामी चाहिँ यतिखेर फर्केको यात्रा हो है। 3 भाइ त अझै छोडिरहेको छ होइन। फाइनली गाइस, ल आजको भिडियो तपाईँहरूलाई के कस्तो लाग्छ है, हेरेर कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनुहोस् होला। जतिसक्दो सब्सक्राइब नगरिदिनु हुनुहुने सब्सक्राइब गरिदिनुहोस् होला, सेयर गरिदिनुहोस् होला। अनौठो जग्गा अनौठो ठाउँहरू तपाईँहरूलाई देखाउँदै लानेछु। अनौठो वातावरण, अनौठो ढुङ्गा, हाम्रो प्राकृतिकहरू तपाईँहरूलाई देखाएर लानेछौँ। पुर्खौहरूको हाम्रो चिन्हारीहरू देखाएर लानेछौँ। र गाइस, आजको भिडियो यहीसम्म। सबैलाई नमस्ते, धन्यवाद, अलाङ्नी।